आज तपाईँ र हामीले पाएको बाइबल एउटा लामो र जटिल पाठ्य हस्तान्तरणको परिणाम हो र यस प्रक्रियामा बाइबलका पाठहरूलाई हजारौं वर्षसम्म सुरक्षित राखिएको, प्रतिलिपि गरिएको र पुस्तौसम्म हस्तान्तरण गरेको हामी पाउँछौँ। यहाँ बाइबल कसरी हामीसम्म पुग्यो भन्ने बारेमा संक्षिप्त विवरण लिएर तपाईहरुको माझमा म आएको छु। जय मसीह सबैजनालाई। मेरो नाम सामुएल लोमी। तपाईहरुलाई मेरो बाइबल ज्ञान सिरिजमा तपाईहरुलाई स्वागत छ। बाइबल सुरुमा नाश हुने सामग्रीहरू जस्तै पपायरस र चर्मपत्र, जसलाई इंग्लिशमा पार्चमेन्ट भनेर भनिन्छ, यस्ता सामग्रीहरूमा लेखिएको थियो। लेखकहरूले परमेश्वरको प्रेरणामा यी मूल पाठहरू उनीहरूले चाहिँ उत्पादन गरे, जसलाई इंग्लिशमा अटोग्राफ भनेर हामी भन्छौँ। यी मूल पाठहरू अर्थात् पाण्डुलिपिहरू प्राप्त गर्ने समुदायहरू र शास्त्रीहरूले यिनलाई धेरै मूल्यवान ठानेर सावधानीपूर्वक सुरक्षित गरे र यी मूल पाठहरू नष्ट हुन सक्ने कारणले गर्दा यिनलाई उनीहरूको हातले प्रतिलिपि गरे। शास्त्रीहरूले परमेश्वरको वचनलाई यसको शुद्धता कायम राख्न ठूलो ध्यान दिँदै हस्तलिखित रूपमा प्रतिलिपि गरे। शास्त्रीको हिब्रू शब्दको अर्थ गणक हो, जसलाई इंग्लिशमा काउन्टर भनेर भनिन्छ। परमेश्वरको वचनलाई यसको शुद्धता कायम राख्न शास्त्रीहरूले ठूलो ध्यान दिँदै हस्तलिखित रूपमा प्रतिलिपि गरे। उदाहरणको लागि तोरा, जुन पुरानो नियमको पहिलो 5 पुस्तक प्रतिलिपि गर्ने क्रममा 4,945,000 अक्षरहरू समावेश हुनु पर्दछ। त्योभन्दा घटी पनि होइन, त्योभन्दा बढी पनि होइन। मेजोरेट्स समूह चाहिँ शास्त्रीहरूको सबैभन्दा महत्त्वपूर्ण समूहहरूमध्ये एक थियो। पुरानो नियममा यहुदी लेखक मेजोरेट्सहरूले यी हिब्रू शास्त्रहरूलाई अत्यन्त सावधानीपूर्वक संरक्षण गरे र गल्तीहरू हुन नदिन विभिन्न विधिहरू प्रयोग गरे। जस्तै तिनीहरूले स्वर वर्ण लेख्ने एक प्रणालीको विकास गरे। तिनीहरूसँग केवल व्यञ्जन वर्ण मात्र थियो। तिनीहरूले हिब्रू पाठका लागि उच्चारणको प्रणाली विकास गरे र तिनीहरूले पाठमा विस्तृत टिप्पणीहरूको प्रणालीको विकास पनि गरे। र नयाँ नियममा प्रारम्भिक इसाई समुदायहरूले प्रेरितहरूका लेखहरूलाई प्रतिलिपि गरेर प्रचार गरे। धेरै हिब्रू पुरानो नियमको पाठको प्रतिलिपिहरू हामी कहाँ आइपुगेका छन् र हाम्रो अध्ययनको लागि 3 महत्त्वपूर्ण पाठहरू हामी यहाँ छलफल गर्नेछौँ। पहिलो, मेजोरेटिक टेक्स्ट अर्थात् मेजोरेटिक पाठ। ईस्वी संवत 6औं शताब्दीदेखि लिएर 10औं शताब्दीको अवधिभित्र यहुदी लेखकहरूले प्रतिलिपि गरेको यो सबैभन्दा प्रमाणित हिब्रू पाठ र सबैभन्दा भरपर्दो हिब्रू पाठ हो, जुन आज तपाईँ र हामीसँग उपलब्ध छ। दोस्रो चाहिँ सेप्टुअजिन्ट, ईसा पूर्व 3औं शताब्दीमा उत्पादन गरेको यो पुरानो नियमको ग्रीक अनुवाद पुस्तक हो। तेस्रो, डेड सी स्क्रल, कुमरान समुदायका एक गोठालो केटोले ईस्वी संवत 1947 मा दुर्घटनावश यी प्राचीन पाण्डुलिपिहरू पत्ता लगाए, जसमा ईसा पूर्व 2औं शताब्दीका पुरानो नियमका सबै पाठहरू समावेश छन्। अझ सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने यसले मेजोरेटिक पाठको विश्वसनीयता र शुद्धतालाई पुष्टि गरे र यसमा यशायाका सबै स्क्रलहरू पनि समावेश छन्। र नयाँ नियम ग्रीक भाषामा ईस्वी संवत 1औं शताब्दीभित्र लेखिएको थियो र प्रारम्भिक इसाईहरूले यी पाठहरूलाई प्रतिलिपि गरेर रोमन साम्राज्यभरि उनीहरूले चाहिँ प्रचार गरे। आज हामीसँग नयाँ नियमका 5,800 भन्दा बढी ग्रीक पाण्डुलिपिहरू हामीसँग प्राप्त छन्। साथै अन्य भाषाहरूमा जस्तै ल्याटिन, सिरियाक, कप्टिक भाषाहरूमा हजारौं प्रतिलिपिहरू हामी पाउँछौँ। नयाँ नियमका केही महत्त्वपूर्ण पाण्डुलिपिहरू तपाईहरुको बीचमा म चर्चा गर्नेछु। पहिलो, कोडेक्स सिनाइटाकस, जुन ईस्वी संवत 4 शताब्दीमा उत्पादन गरिएको पाण्डुलिपि हो। यस पाण्डुलिपिमा नयाँ नियमको पुरै प्रतिलिपिहरू समावेश छन् र सबैभन्दा पुरानो
र पूर्ण प्रतिलिपिहरूमध्ये एक पाण्डुलिपि हो। दोस्रो, कोडेक्स भ्याटिकनस, जुन ईस्वी सम्वत 4 शताब्दीमा नै उत्पादन गरिएको एक पाण्डुलिपि हो र यस पाण्डुलिपिमा पुरै बाइबल नै समावेश गरिएको छ र अति विश्वसनीय र पुरानो स्रोत हो यो पाण्डुलिपि। र पपायरस खण्डहरू मध्ये P52 ईस्वी सम्वत 125 मा उत्पादन गरिएको नयाँ नियमको सबैभन्दा पुरानो खण्ड अहिलेसम्म फेला पारेको र सबैभन्दा पुरानो नयाँ नियमको टुक्रा यो पपायरस P52 खण्ड हो। बाइबललाई हातले प्रतिलिपि गरेको कारणले गर्दाखेरि सयौं वर्षसम्म साना साना भिन्नताहरू जस्तै हिज्जे गल्तीहरू र शब्दको क्रमशः विकासहरू अवश्य देखा परे। पाठ्य आलोचना, जसलाई इङ्ग्लिसमा टेक्स्चुअल क्रिटिसिजम भनेर भनिन्छ, पाठ्य आलोचना भनेको यी पाण्डुलिपिहरूलाई तुलना गरेर मूल पाठलाई यथासम्भव सही रूपमा पुनर्निर्माण गर्ने विद्वानहरूको एक प्रक्रिया हो। हजारौं पाण्डुलिपिहरूको अध्ययन गरेर विद्वानहरूले गल्तीहरू पहिचान गरेर सच्याएका पनि छन्, जसले गर्दा आज हामीसँग प्राप्त गरेको बाइबल मूल लेखहरू अर्थात् अटोग्राफसँग धेरै नजिक छन्। समयको साथ बाइबल विभिन्न भाषाहरूमा अनुवाद गरिएको छ ताकि यो विभिन्न संस्कृतिहरूको लागि सुलभ हुन सकोस्। उदाहरणको लागि ल्याटिन भुल्गेट, जुन ईस्वी सम्वत 4 शताब्दीमा उत्पादन गरे, सिरियाक पेसिता, जुन ईस्वी सम्वत 2 शताब्दीमा उत्पादन गरे, र आज बाइबल 3500 भन्दा बढी भाषाहरूमा अनुवाद गरिएको छ, जसले यसलाई इतिहासको सबैभन्दा धेरै अनुवाद र वितरण गरेको पुस्तक बनाएको छ। अन्तिममा आज हामीले प्राप्त गरेको बाइबल हजारौं वर्षदेखि लेखकहरू, विद्वानहरू र अनुवादकहरूको मेहनतको परिणाम हो। पाठ्य संरचनाका चुनौतीहरूको बावजुद बाइबल अद्भुत रूपमा संरक्षित गरिएको छ र आधुनिक अनुवादहरू मूल पाठहरूको सबैभन्दा सही पुनर्निर्माणमा आधारित छन् र यस बाइबल विश्वसनीय र अपरिवर्तित रहन सक्ने भन्ने कुरालाई सुनिश्चित गर्दछ। परमेश्वरले तपाईहरूलाई आशिष दिनुभएको होस्। हामी फेरि पनि अर्को एपिसोडमा हामी भेट्नेछौँ। जय मसीह सबैजनालाई।